फाइनली साथीहरू मैले चाहिँ एउटा अनलाइनबाट माइक अर्डर गरेको थिएँ। आज आउँदैछ अनि म चाहिँ माइक रिसिभ गर्न ल्याउनुको लागि आज धेरै नै खुसी छु। माइक ल्याउनु लाग्छ। मलाई चाहिँ एकदमै माइकको आवश्यक थियो होइन। मोबाइलबाट बनाएको मेरो भोइस नै पुग्ने थिएन, स्पष्ट बुझिन्थेन। त्यही भएर मैले माइक मगाइरहेको थिएँ। आज आउँदैछ। एउटा दाजुले लिएर आउनु भएको छ। म चाहिँ अहिले रिसिभ गर्न जानेछु। आधा बाटो पुगिसक्नु भइसक्यो अरे, एकदम ढिला पनि भइरहेको छ। डेलिभरी गर्नेलाई दाइ चाहिँ यहाँ अगाडि हुनुहुन्छ क्या, अब थोरै छ होइन। छिटो आउनु भनेर फोन गरिरहेको चाहिँ थोरै छ अब पुग्नु लागि। म भिडियो बनाउनु भिडियो बनाउनु मिल्यो एकदम भिडियो सिडियो बनाउनु। फाइनली साथीहरू मेरो माइक पनि रिसिभ भइसकेको छ, मेरो हातमा आइसकेको छ। उहाँ दाजुले चाहिँ मलाई भिडियो बनाउन मान्नु भएन होइन। भिडियो बनाउनु ठिकै छ, भिडियो देखिन मान्नु भएन। माइक पनि आइसकेको छ, हातमा छ। धेरै नै खुसी छु। अब म घर गएर अनबक्सिङ गर्नेछु, कस्तो हुन्छ माइक पनि कस्तो छ होइन। सब चेक गर्ने होला छु, अहिले चेक पनि गरेन। घर गएर अनबक्सिङ हुन्छ, हेर्नु होला, लास्टसम्म भिडियो हेर्नु होला होइन। ल साथीहरू अब माइक अनबक्सिङ गरौँ कस्तो छ होइन। अब यो भित्र हेरौँ है, यही हो माइक होइन। मेन माइक यही हो। अब यो भित्र हेरौँ। फाइनल के अब अनबक्सिङ गरौँ है त। यही हो साथीहरू माइक छ होइन। एउटा टाइप सी यता आइफोन अनि यो चाहिँ क्यामेरामा लगाउनु लागि हो। टाइप सीको लागि एउटा आइफोनको लागि छ, चाहिँ मोबाइलमा लगाउने। त्यसपछि यहाँ चाहिँ हाम्रो माइक छ। यो चाहिँ हाम्रो माइक हो। यहाँ चाहिँ यसरी केप्नुको लागि छ होइन। दुईवटा चाहिँ हाम्रो माइक भयो अनि यता हाम्रो यो चाहिँ डाटा केबल छ, चार्जर टाइप सीको लागि। अनि चाहिँ वारेन्टी कागज सबै छ। साथीहरू माइक पनि ल्यायो। अब हजुरहरूले साथ सपोर्ट गर्नुभयो भने यो चाहिँ माइक मात्र हो। अब साथ सपोर्ट गर्नुभयो भने माया देखाइदिनु, अर्कोचोटि क्यामेरा पनि ल्याइन्छ होइन। तर हजुरहरूले साथ सपोर्ट गर्नु पऱ्यो, माया देखाइदिनु पऱ्यो। अब हामी यो माइकको क्वालिटी चेक गरौँ है, कतिको आवाज डिफ्रेन्ट आउँछ होइन। के निक्लिएछ त कस्तो अन अफ गर्ने कता हो। ल यो चाहिँ अन भइसकेको छ। अनि यो चाहिँ खै नजिक आएको छ। अब सुन्नु सक्नुहुन्छ, यो चाहिँ माइकको क्वालिटी भयो। उतिखेर चाहिँ मोबाइलबाट थियो भने अब माइकबाट कतिको डिफ्रेन्ट आएछ, आफै विचार गर्नु होइन। ल त साथीहरू, भाइ अब अर्को भिडियोमा भेटौँला।